जो व्यक्तिहरू आउँछु भनेर आएनन्, जो व्यक्तिहरूले गर्छु भनेर गरेनन्, जो व्यक्तिहरूले बेवारिसी लास टुक्रिएका लासहरूलाई आश्वासन मात्रै दिए, आज तिनीहरूलाई हेर्नुहोस् त कति कष्ट परेको छ। बेवारिसी लासको आत्माले सराप्यो भन्ने पनि लाग्छ, आशीर्वाद दियो भन्ने पनि लाग्छ। त्यो मैले भोगेर अनुभव गरेका कुराहरू हो। मैले टिकटकतिर कतातिर कहिले लेखिरहेको पनि देखाएको थिएँ होइन। झाँक्री केन्द्र त सिधै छ मलाई मैले हाँस उठ्यो क्या। अहिले आएर दुखी तिर्की दुपानजनाले हिजो उहाँसँग केही सिकेर गएका, हिजो उहाँसँग केही बुझेर गएका, हिजो उहाँसँग केही चाहिँ जानेर गएका व्यक्तिहरूले आज आएर उहाँलाई अप्ठ्यारो पार्न खोज्छन्, उहाँलाई खुट्टा तान्न खोज्छन् भनेदेखि सबभन्दा पहिला म एउटा परिवार भएको नाताले, एउटा नागरिक भएको नाताले र गुरुको भक्त भएको नाताले यति भन्न चाहन्छु, सबभन्दा पहिला विनय जङ बस्नेतलाई आएर मेरो खुट्टा तान्नु होला। बिचरा त्यो कतातिर साउदी अरबतिर बसेर मोबाइल किन्ने पैसा नभएर बल्ल बल्ल 1 महिना काम गरेर बेलचा हानेर एउटा 1 महिना यसो 1 बित्ता मोबाइल किनेर त्यो फेसबुक चलाउन नजाने मान्छे अरूको हावा भना, अरूले उजाल ल्याए भना। वर्तमान परिप्रेक्ष्यमा हामी भन्न चाहन्छौँ, जनता चाहन्छन् प्रकाश मानव सेवा तथा सांस्कृतिक झाँक्री केन्द्र अब राज्यको भएको छ, राज्यले संरक्षण गर्नुपर्ने भएको छ। You are watching Nepal Express 4K television. नेपाल तान्त्रिक झाँक्री सङ्घ उद्घाटन अथवा आफ्नो चाहिँ एउटा सानो भिडियो छ उहाँहरूको होइन। अब अरू त के भन्नु र, धर्मगुरु प्रकाश भुजेललाई तपाईँहरूले चिन्नु भएको छ, जान्नु भएको छ, मान्नु भएको छ, संसारले मानेका छन् होइन। र म त मैले हिजो पनि गुरुलाई भने, आज बिहान पनि भने होइन, हिजोसम्म प्रकाश मानव सेवा तथा सांस्कृतिक झाँक्री केन्द्र मात्रै थियो भनेदेखि आज त सङ्घ भएको छ। हिजो एउटा व्यक्तिगत रूपमा थियो भनेदेखि आज त राज्यले राज्यमा दर्ता गरेर राज्यले हेर्ने र राज्यको भनौँ न एउटा नीति र नियमअनुसार चल्ने र त्यसपछिबाट चाहिँ एउटा राज्यले संरक्षण गर्नुपर्ने भनेकै सङ्घ हो। आज सङ्घ भएको छ। यसको लागि त हाम्रो आदरणीय धर्मगुरु प्रकाश भुजेल र प्रकाश मानव सेवा तथा सांस्कृतिक झाँक्री केन्द्रलाई असाध्यै मनदेखि नै हार्दिक एउटा धन्यवाद अथवा के भन्ने होइन, एउटा चाहिँ नि अझ पनि अब हिजो जे थियो त्योभन्दा नि अझ अगाडि बढ्ने ठाउँ पाउनु भएको छ। यसको लागि चाहिँ नि शुभकामना पनि भन्न चाहन्छु, सफल कार्यकालको शुभकामना। धेरैजना हुनुहुन्छ यहाँ, हाम्रो झाँक्री सरहरू सबैजना हुनुहुन्छ होइन। र अर्को कुरा चाहिँ नि अब धेरै कुराहरू प्रकाश गुरुको बारेमा भनिरहनै पर्दैन होइन। अघि नै ऋषि धमाले भन्नुभयो, वर्तमान परिप्रेक्ष्यमा हामी भन्न चाहन्छौँ, जनता चाहन्छन् प्रकाश मानव सेवा तथा सांस्कृतिक झाँक्री केन्द्र अब राज्यको भएको छ, राज्यले संरक्षण गर्नुपर्ने भएको छ। म यति भन्न चाहन्छु भनेर गइसक्नु भएको छ भनेपछि ऋषिदाले बुझ्नु भएको छ। अब धेरै पत्रकारहरूले बुझेका छन्। आज तपाईँहरू यतिका मिडियाका साथीहरू आउनु भएको छ, तपाईँहरूले बुझिदिनु भएको छ भने त्यो 2-4 जना दुक्की तिर्कीहरू भन्छु म चाहिँ नि है, जहिले पनि एउटा सेवा गरेर आएको एउटा बेसारा आफ्नो घर नबनाइकन अर्काको घर बनाइदिने, आफू जहिले पनि ऋणमै डुबेर, आफू जहिले पनि भनौँ न त्यो दुःख तपाईँहरूलाई पनि थाहा छ र मैले झन् नजिकबाट देखाएको छु। हामीहरू आफ्नो एउटा घरको परिवार जस्तो र एउटा चाहिँ अभिभावक जस्तो मान्छे हो होइन। एउटा झाँक्री पेसा गरेर एउटा ढाङ्ग्रो ठोकेर अरूले आएको दान दक्षिणाले बेवारिसी लास बनाउनुहुन्छ उहाँ होइन, आफै मलामी बनेर। मैले राज्यका विभिन्न व्यक्तिहरूलाई भनेको छु, विभिन्न व्यक्तिहरू चाहे त्यो कलाकार क्षेत्रमा भएका होस्, चाहे त्यो चाहिँ धार्मिक क्षेत्रमा भएका होस्, चाहे त्यो राजनीतिक क्षेत्रमा भएका विभिन्न व्यक्तिहरूलाई कोही नभएकाको मलामी त बनिदिनुहोस्। आदरणीय धर्मगुरु प्रकाश भुजेलले पैसा तिर्दिनुहुन्छ, तपाईँहरू 1 कन्ट्री पानी र 1 थुङ्गा फुल चढाउन आइदिनुहोस् न। भोलि अरू धेरै जनताको हौसला बढ्छ। फलानु व्यक्ति पनि मलामी आएको थियो है, कोही नभएका बेसारा कुहिएका लासको मलामी आइदिनु भएको थियो। तपाईँहरूलाई पनि त्यो चाहिँ एउटा उनीहरूले लासको आशीर्वाद हुन्छ। तपाईँहरू आइदिनुहोस् मात्रै, पैसा मागे आएन, तपाईँहरू आइदिनुहोस्। के अरे प्रकाश भुजेलले त्यहाँको चाहिँ नि लाग्ने खर्च सबै बिहोर दिनु भएको छ, तपाईँहरू आइदिनुहोस् मात्रै भन्दाखेरि नि कतिको समय भएन, कतिको के भएन। आज ती व्यक्तिहरूलाई म यहीँबाट आज रिपोर्टर्स क्लबको यो मञ्चबाट भन्न चाहन्छु, सबै धर्मगुरुहरूलाई अगाडि राखेर र आदरणीय दाई, मेरो दाई हुनुहुन्छ, साथी जस्तै दाई हाम्रो पशुपति खड्का, उहाँलाई पनि म साथी राखेर तपाईँहरूको अगाडि भन्न चाहन्छु, जो व्यक्तिहरू आउँछु भनेर आएनन्, जो व्यक्तिहरूले गर्छु भनेर गरेनन्, जो व्यक्तिहरूले बेवारिसी लास टुक्रिएका लासहरूलाई आश्वासन मात्रै दिए, आज तिनीहरूलाई हेर्नुहोस् त कति कष्ट परेको छ। आफै खाल्डोमा छन्, आफै एकदम होटे भएर बेवारिसी लासहरूलाई गर्नुपर्ने थियो राज्यले होला, आफ्नो ठाउँमा छ, राज्यले भ्याएन होला, जानेन होला, मानेन होला, के भयो होला, आफ्नो ठाउँमा छ। तर धेरैजना व्यक्तिहरू थिए, मैले मलामी मात्रै आइदिनुहोस् भनेको थिएँ, आउनु भएन। धर्मगुरु प्रकाश गुरु के अरे भुजेलले चाहिँ नि बेसारा बेवारिसीहरूलाई पछिल्लो समयमा म थाकिसकेका थिएँ, म त हारिसकेका थिएँ। 14 वर्षदेखि गर्दै आएको मेरो कर्म मैले गर्नुपर्छ, तान्दै घिसिँदै लतार्दै लत्रिँदै अगाडि बढेर हो। यसमा चाहिँ नि सुरुका दिनमा हाम्रो पशुपति दाइले पनि मलाई एकपट्टि
दरबारबागमा ठ्याक्क दरबार अगाडि चाहिँ भेटेर मलाई असाध्यै राम्रो हौसला दिनुभएको थियो। अगाडि बढ्नुपर्छ हामीसँग भन्नुभएको थियो। त्यो हौसलाले पनि मलाई काम गर्यो र बिचमा सकिसकेको थिएँ भनौँ न। एउटा हुन्छ नि खुट्टा तान्ने मान्छेहरू धेरै हुन्छ। जसरी मलाई खुट्टा ताने, म त गुरुलाई त्यही भन्छु, खुट्टा तान्नेहरूसँग कहिले पनि डराउने होइन। किनकि खुट्टा तान्नेको औकात भने जहिले पनि 45 मुनि हो क्या, 45 मुनि हो। खुट्टा तान्नलाई 45 मुनि हुनु पऱ्यो। 45 मुनि भएका व्यक्तिहरूले मात्रै खुट्टा तान्छन्। अनि तपाईँको खुट्टा 2-4जनाले तानिरहेछन्, हामीले पनि देखेका छौँ, सुनेका छौँ। त्यो भने के भनेदेखि तपाईँको सफलताको बाटो अझ राम्रो छ। तपाईँले सफलता गर्दै हुनुहुन्छ, सफलता पाउँदै हुनुहुन्छ। त्यो सफलता देख्न नसकेर असफल भएका व्यक्तिहरू, हिजो तपाईँले मन्त्र सिकाएका, तपाईँसँगै बसेका, हिजो तपाईँले नै संरक्षण गरेका, हिजो तपाईँले नै प्रकाश मानव सेवा तथा सांस्कृतिक जागृति केन्द्रमै रहेर 20-30 हजार रुपियाँ तलब खाएर केही काम सिकेका र गुरुबाट धेरै ज्ञानहरू सिकेका व्यक्तिहरू, त्यही व्यक्तिहरूले नै आज विभिन्न मान्छे व्यक्तिहरू परिचालन गरेर होइन आज गुरुलाई चाहिँ अलिकति अप्ठ्यारोमा पार्न खोजिरहेको जस्तो चाहिँ देखिन्छ। तर उहाँको धेरै ठुलो भ्रम हो। जहिले प्रकाश भुजेलसँग जो ठोकिन्छ नि त्यो सकिन्छ क्या। त्यो मैले भोगेको कुरा हो। विगत 2-3 वर्ष अगाडिदेखि मैले भोगेको कुरा हो। जो ठोकिन्छ त्यो सिद्धिन्छ। किनकि जहिले पनि हँसिलो अनुहार लगाएर, जहिले पनि सबैलाई आफू नभएर पनि अरूसँग मागेर भनौँ न कति ऋण छ उहाँको मलाई थाहा छ होइन। सहकारीबाट ऋण लिएर यताउति गरेर दायामाया गरेर होइन उहाँले चाहिँ बिचरा सडकका व्यक्तिहरूलाई खाना खुवाउनुदेखि लिएर हेर्नुहोस् त त्यत्रो दिन महिना हामीले खाना खायो। अहिले पनि खाना यथावत छ। आज बेलुका पनि 5 बजे गएर हामी खाना खुवाउन जान्छौँ। भोलि 14वटा लासहरू व्यवस्थापन गर्नु छ। भोलि गुरु आफै प्रत्येक दिन जस्तै आज भोलि पनि त्यो लासको चाहिँ एउटा मलामी बजार आउनुहुन्छ होइन। भनेपछि त्यो चिज अरू कसले गर्न सक्यो त? आज प्रकाश भुजेलको हो, म एउटा व्यापारी लास व्यवस्थापन गर्ने व्यक्ति भएर म के भन्न चाहन्छु भनेदेखि ल उनले गरे जस्तो काम कोही अरू दुःखीतिर्घहरूले गरेर देखाओस् है। जसले प्रकाश भुजेलको खुट्टा तान्छ, जसले प्रकाश भुजेललाई सकाउनु खोज्छ, जसले प्रकाश भुजेललाई नराम्रो भन्छ, जसले नराम्रो बनाउन र गराउनु खोज्छ, ती व्यक्तिहरूले एकपल्ट छातीमा हात राखेर आँखा चिम्लेर बेलुका सुत्ने बेलामा सिरेकले मुख छेपेर झ्यालको सिसा बन्द गरेर ढोका चुकुल लाएर सिरेकले मुख छेपेर घोप्टो परेर पति निभाएर कोठामा बसेर सोच्ने के म प्रकाश भुजेल जस्तो हुन सक्छु? के मैले प्रकाश भुजेलले जतिको काम गरेछ, के मैले प्रकाश भुजेलबाटै धेरै कुराहरू सिकेँ होइन र? के म हिजो प्रकाश भुजेलबाटै पालिएको मान्छे होइन र? मैले आज उनलाई नराम्रो भनिरहँदाखेरि, नराम्रो गर्न खोजिरहँदाखेरि मलाई पाप लाग्दैन र? म के हुँ भनेर आफ्नो औकात बुझ्नु खोज्नु होला। उहाँहरूलाई पनि भन्न चाहन्छु। र आज करोडौँ व्यक्तिहरूले आदरणीय धर्मगुरु प्रकाश भुजेललाई धेरै हौसला दिनुभएको छ। किनकि उहाँको म त के भन्छु भनेदेखि अहिले गुरु अगाडि हुनुहुन्छ भनेर मात्रै भने होइन, मैले धेरै ठाउँमा भने पनि छु, मैले देखेको पनि छु, मैले भोगेको पनि कुरा हो। उहाँभित्र एउटा साँच्चैकै साक्षात् भगवान् छ क्या, साँच्चैकै छ। तपाईँहरूले पनि कतिपय मिडिया साथीहरूले पनि एउटा भनौँ अन्दाज गर्नुभयो होला र अहिले यो चर्चित मिडियाहरू हेरिरहनु भएका तपाईँहरूले पनि कति अन्दाज गर्नुभयो होला। कान नसुन्नेलाई कान सुन्ने बनाएर मेरै गाउँको मान्छे 9जना मान्छे, एउटै परिवारको अमेरिका बस्ने 9जना मान्छे उनीहरू ए विनय तेरो त चिनिया मान्छे रहेछ, फेरि गुरु कहाँ लग्दैन हामीलाई भनेर चाहिँ भन्नुभयो। आउनुहोस् न के छ र भेट्नलाई। विचार उनीहरू हुँदैन अमेरिकामा थियो। ल हामी परिवारकै त्यो के हो पहिला सुन्ने रे पछिबाट नसुन्ने भयो। अनि कृष्ण अष्टमीको दिन पारेर मैले गुरुलाई घरै लगेको भएन, उनीहरूको घरै लग्ने, उनीहरू आथे भेट्नलाई 3 फेरि गरेपछि सबैले सुन्ने भएर गए। यहाँबाट उनीहरूको अमेरिकाको साथीहरूले भनौँ न अङ्ग्रेजीमा फोन गर्ने भए। त्यो त मैले देखाएको कुराहरू। उठ्न नसक्ने मान्छेहरू उठ्न सक्ने भएर गएका छन्। त्यो वन्नीमा पोको पारेर ल्याएका मान्छेहरू बिचरा मर्यो कि क्या हो भनेर त्यहाँसम्म ल्याएर आएका, एम्बुलेन्समा हालेर ल्याएर आएका, गाडी ट्याक्सीमा हालेर ल्याएर आएका मान्छेहरू त्यहाँ गुरुको आश्रमभित्र छिरेर एकछिन बसेर गुरुले छोइदिइसकेपछि उनीहरू बिचरा ठमठम हिँडेर जान सक्ने भएका छन्। त्यो त देख्ने मान्छेहरू धेरै छन्। प्रत्यक्षदर्शी धेरैजना भन्दा म पनि एउटा चाहिँ भनौँ न प्रत्यक्षदर्शी हुँ भनेपछि त्यो चिजलाई कसैले भनौँ न एउटा मिथ्या भन्न खोज्छ अथवा मिथ्या गराउनु खोज्छ, त्यो चाहिँ भ्रम हो। त्यो उहाँहरूको मनमा चाहिँ यो मान्छे ठिक हो भन्ने थाहा छ उहाँहरूलाई। तर चाहिँ नि अलिकति गिराउन अलिकति के गर्नुको लागि उहाँहरूले त्यो भन्नुभयो होला। भोलिका दिनदेखि त्यो काम बन्द होस्। किनकि मैले पशुपति भर्खर यो आर्यघाटमा बसेर भर्खर आर्यघाटबाट आएको मान्छे म पनि हो होइन। किनकि यो बेवारिसे लासको आत्माले सराप्यो भन्ने पनि लाग्छ, आशीर्वाद दियो भन्ने पनि लाग्छ। त्यो मैले भोगेर अनुभव गरेका कुराहरू हो। र प्रकाश भुजेलको आत्मामा, प्रकाश भुजेलको मनमा आज ती हजारौँ बेवारिसे लासहरूको त्यो आत्माको आशीर्वाद छ। त्यही भएर उहाँलाई सराप्या पनि लाग्छ, उहाँले आशीर्वाद दिए पनि लाग्छ। त्यही भएर उहाँलाई दुःख दिने काम, उहाँलाई अप्ठ्यारो पर्ने काम कहिले पनि सराप्नुहुन्न। कसैलाई पनि गाली गर्ने मान्छे नै होइन। फेरि कहिले पनि कसैले पनि गाली गर्नुहुन्न। बैगुण्यलाई गुल्ने मान्नुपर्छ विनय सर भन्नुहुन्छ होइन। हामी दाइ भाइको कुराहरू हुन्छ कहिलेकाहीँ। म त धर्मगुरु असाध्यै एउटा आदर गर्छु, एउटा अभिभावक जस्तै दाइ भाइ साथी हो हामी। किनकि उहाँ एउटा गुरु हो। अब अरू त के भनौँ होइन। त्यही भएर चाहिँ फेरि पनि अन्तिममा एउटा शुभकामना दिन चाहन्छु।
आज हिजो प्रकाश मानव सेवा तथा सांस्कृतिक झाँक्री केन्द्र मात्रै थियो भनेदेखि आज स्वाङ भएको छ। अब बुझ्नुपर्ने व्यक्तिहरूले मैले टिकटकतिर कतातिर कहिले लेखिरहेको पनि देखाएको थिएँ होइन। ए झाँक्री केन्द्र त सिधै छ मलाई मैले हाँस उठ्यो क्या। बिचरा त्यो कतातिर साउदी अरबतिर बसेर मोबाइल किन्ने पैसा नभएर बल्ल बल्ल 1 महिना काम गरेर बेल्चा हानेर एउटा 1 महिना यसो 1 बित्ता मोबाइल किनेर त्यो फेसबुक चलाउन नजाने मान्छे अरूको हावा भन अरूले उजाल ल्यायो भन। अनि यो झाँक्री भने के हो, झाँक्री प्रथा भने के हो, सनातन एउटा चाहिँ एउटा हिन्दू धर्मको संरक्षण हो यो झाँक्री प्रथा भने। राज्यले पनि बुझ्नुपर्छ किनकि मलाई पनि हाम्रो केपी बा भनौँ न अब अहिलेको सम्मानित प्रधानमन्त्री उहाँको चाहिँ स्वकीय सचिवले पनि यसरी आउने भन्नुभएको छ के हो कसो भन्नुहुन्थ्यो किनकि बालकोटकै हो, मेरो पनि बालकोटै हो घर होइन। अनि जस उहाँलाई पनि त्यहाँ भोलि अथवा पर्सि त्यहाँ निम्ता छ उहाँले त्यहाँ गएर पनि भन्नु होला होइन। तैपनि यो झाँक्री प्रथा भने हिन्दू धर्मको संरक्षण हो। यहाँ हिन्दू धर्मको संरक्षण गर्ने नाममा विभिन्न ठाउँमा कोटी होम लगाइन्छ, धर्मलाई बिचिन्छ। तर प्रकाश भुजेलले त हिन्दू धर्मलाई संरक्षण गरेर बस्नु भएको छ। सनातन झाँक्री प्रथा, त्यो झाँक्री प्रथालाई हाम्रो हेर्नुहोस् त म जन्मेको बेलामा पनि हेर्नुहोस् त त्यो यहाँ कतिपय दाइभाइ हुनुहुन्छ, यहाँ दाइहरू हुनुहुन्छ, त्यो बेलामा अस्पतालै थिएन बाबा। ए झाँक्रीले झारफुक गरेर पहेँलो चाहिँ त्यो अक्षता र मन्त्र फुकेर झारेर कति मान्छे निको भएको छ। त्यो त सनातन हो, त्यो चाहिँ यथार्थ हो। आज ती बोलिरहने बाउ पनि कुनजना अस्पताल गयो होला, त्यो पनि कसरी त्यही झाँक्री प्रथा त्यही झारफुकबाटै बाँच्यो होला, झारफुकबाटै उसले कति रोग बिचो गरे होला भनेपछि यो चिजहरू नबुझिकन केही नबुझिकन त्यत्तिकै अरूको भन्या भएर हावा भना चाहिँ नि होइन। ऊ बाँसुरी पनि आयो है हाम्रो यसरी के अरे उ गरेर यो हल्लाको भरा चाहिँ कमेन्ट गरिदिने, हल्लाको भरा हल्ला गरिदिने, त्यस्ता खालका हल्लाको पछि कसैलाई पनि नलाग्न अनुरोध गर्दछु। र मलाई अस्ति मात्र एकजना युकेको दिदीले भन्दै हुनुहुन्थ्यो त्यो घन्टा हाल्ने ठाउँमा एकफेरि गुरुलाई मलाई भेटाइदिनुहोस् न, मेरो बुढालाई ठिक भएको छ। त्यो एकफेरि आउनु भएको थियो नि गुरु है, मैले लिएर थिएँ होइन। उहाँ चाहिँ नि अब गुरुको नम्बर भेटेन मलाई, फेरि मलाई म यहाँ चाहिँ अलि युके आइसकेँ र गुरुबा अलि मेरो बुढालाई एकदम ठिक छ, राम्रो छ, उहाँलाई कसरी भेट्ने होला मलाई फोन नम्बर गराइदिनु। यस्ता यस्ता व्यक्तिहरू त मलाई कति फोन आउँछ, म आफैले फोन आउँछ भनेपछि गुरुबाले गरेको जे काम छ, प्रकाश भुजेलले गरेको जे काम छ त्यो काम भने हिन्दू धर्मको संरक्षण हो र सांस्कृतिक एउटा भनौँ न एउटा सनातन चाहिँ नि एउटा झाँक्री प्रथाको संरक्षण हो। हाम्रो बाउ बाजे हाम्रो हजुरबाउ हजुरआमाहरू जसरी चाहिँ नि त्यही धर्मअनुसार त्यही झाँक्री प्रथाअनुसार बाँच्दै आए, आफ्नो बच्चा बच्ची जन्माउँदै आए र हामी पनि ठुलो हुँदै आयौँ। त्यो चिजलाई चाहिँ कहिले पनि बिर्सिनु हुँदैन किनकि वीर अस्पताल वीर अस्पताल खोल्नुभन्दा अगाडि यस्तै झाँक्री धामीहरूले नै हामीलाई चाहिँ नि जन्माउँथे, हुर्काउँथे र रोग निको बनाउँथे। त्यो झाँक्री प्रथालाई संरक्षण गर्ने व्यक्ति, सनातन हिन्दू धर्मलाई संरक्षण गर्ने व्यक्ति र एउटा बेसारा व्यवहारिसी आफन्त नभएका विभिन्न ठाउँमा चन्दा अथवा दुखी गरेर बेलुका केही भएन भने पनि उहाँलाई दिनको 3, साढे 2-3 लाख उहाँले खर्च गर्नुहुन्थ्यो। दिउँसोभरि को आउँथे आश्रममा सबैलाई त्यो बिचरा त्यो ढ्याङ्ग्रो लगेका पैसा राति केही भएन भने म हाँस्थेँ क्या घर बसेर त्यो टिकटक हेरेर टिकटक लाइभ गरेर आफ्नो गाडी त्यो हुन्छ नि बिचरा त्यो पनि त्यो गाडी पनि सबैलाई थाहा छ होइन। गाडी चढेर हिँड्यो अरे पैसा कमायो अरे, त्यो गाडी पनि बिचरा लोनमा थियो, अनेक छ त्यो सबैलाई थाहा छ होइन, धेरैलाई थाहा छ। अनि त्यो गाडी चढेर गएर भए पनि त्यो त्रिपाल लुगा चामल किनेर त्यो गाडी जाँदा जान्छ होइन। त्यो ठाउँमा बसेका मान्छेहरूसँग गएर त्यो सडकमा बसेकाहरूलाई गएर दिने होइन, यो गर्ने त्यो गर्ने, त्यो के अरूको दुःखै देख्न नसक्ने मान्छे, ल अरूको दुःखै देख्न नसक्ने मान्छे, आफू रोएर अरूलाई खुसी भएको हेर्न चाहने मान्छे, आफू आँखाबाट आँसु झारेर अरूको आँखाको आँसु पुस्न चाहने मान्छे, ढाङ्ग्रै बजाएर भए पनि दुनियाँलाई राम्रो गरेर आफू जेसुकै होस् म खुसी छु, अरू खुसी हुनु पऱ्यो, म जे जस्तो भए पनि अरूलाई चाहिँ खुसी हुनु पऱ्यो भनेर सोच्ने मान्छे। र बेसारा व्यवहारिसीको त तपाईँले भन्नै परेन है, म एउटा लास चलाउने मान्छे, व्यवहारिसी लास चलाउने मान्छे 14 वर्षदेखि गर्दै आएको छु। बिचमा अप्ठ्यारो पर्दाखेरि पनि अब म छु है भनेर चाहिँ उहाँले जसरी अगाडि बढाइदिनु भयो। आज हामी जहाँ छौँ प्रत्येक दिन हामीले खाना खुवाइरहेको छौँ, बेलुका साँझ 5 बजे त्यो तिलगङ्गामा अहिले पनि खाना खुवाइरहेको छौँ। त्यो सबैको आशीर्वाद, त्यो सबैको आशिष चाहिँ गुरुलाई लाग्छ। जनकपुरमा लास चलाइयो, झापामा लास चलाइयो, नेपालगञ्जमा लास चलाइयो होइन। त्यो सबै हेर्नुहोस् त एउटा मात्रै हुँदा 21वटा 22वटा 18वटा 20वटा त्यो गर्दाखेरि हामीसँग पैसा छैन, उहाँले हौसला दिएर जानुहोस् गर्नुपर्छ भनेर पठाउनु भएको। पछि धेरैले गरे मान्छे आज उहाँलाई नै एउटा झाँक्री प्रथा एउटा हुन्छ नि एउटा हिन्दू धर्मको संरक्षण गर्दै उहाँले गरेको काम, उहाँले जुन एउटा सेवा दिनुभयो त्यो सेवाले धेरैलाई निको भएको छ। कान नसुन्ने कान सुन्ने भएका छन्, हिँड्न नसक्ने हिँड्न सके ठमठम हिँडेर गएका छन्। भनेपछि त्यो एउटा यथार्थ, त्यो एउटा यथार्थ इतिहास त जिउँदैछ। तैपनि अहिले आएर दुखी तिर्की दुपानजनाले हिजो उहाँसँग केही सिकेर गएका, हिजो उहाँसँग केही बुझेर गएका, हिजो उहाँसँग केही चाहिँ जानेर गएका व्यक्तिहरूले आज आएर उहाँलाई अप्ठ्यारो पार्न खोज्छन्, उहाँलाई खुट्टा तान्न खोज्छन् भनेदेखि
सबभन्दा पहिला म एउटा परिवार भएको नाताले, एउटा नागरिक भएको नाताले र गुरुको भक्त भएको नाताले यति भन्न चाहन्छु, सबभन्दा पहिला विनय जङ बस्नेतलाई आएर मेरो खुट्टा तान्नु होला है। पहिला मलाई आएर भन्नु होला, पहिला मलाई पिट्नु होला, उहाँलाई पिट्नुपर्छ भनेदेखि, उहाँलाई वचन लाउनुपर्छ भनेदेखि सबभन्दा पहिला आएर मलाई वचन लाउनु होला, उहाँलाई गाली गर्नुपर्छ भनेदेखि सबभन्दा पहिला आएर मलाई गाली गर्नु होला। सिधै उहाँलाई गाली गर्नु भनेदेखि तपाईँलाई साँच्चै अपराध लाग्छ। आज नभए भोलि, भोलि नभए पर्सि, पर्सि नभए 6 महिनापछि, नभए 1 वर्षपछि त पक्का छ, निश्चित छ। त्यही भएर त्यो मनको त्यो कुण्ठा पोख्नलाई, त्यो आफू चाहिँ एकैछिन आफ्नो मनको लागि आफै चाहिँ ठिक भइदिनुको लागि अर्कोलाई गाली गरिदिने काम नगर्नुहोस्। सत्य जहिले पनि सत्य हो, प्रकाश भुजेल जहिले पनि सत्य छ, सत्य थियो र आजीवन सत्य रहिरहनेछ, आजीवन सत्य रहिरहनेछ। धन्यवाद।